फाइनल्ली एग्रिकल्चरको कटलाइन पनि 39 आइसकेको छ। जो पास हुनुभएको छ उहाँहरूलाई एकदम धेरै बधाई छ। तपाईहरू पनि अब यो ब्लू जकेट अनि रेड क्याप पाउनको लागि एकदम धेरै नजिक आइसक्नु भएको छ। तर यो सिचुएसनमा तपाईले खुसी हुनुभन्दा पनि बेसी गम्भीर हुन आवश्यक छ। अब पास भइसकेपछि अब अगाडिको प्रोसेसहरू के हुन्छ, आज यो भिडियोमा हामी सबै प्रोसेसहरू, अहिले यो मेन एक्जाम पास भइसकेपछि लास्टसम्मको के प्रोसेसहरू हुन्छ त्यो सबै प्रोसेसहरू हामी यो भिडियोमा हेर्नेछौँ। आउनुहोस् भिडियो सुरु गरौँ। सबैभन्दा पहिला तपाईहरुलाई थाहा नै होला कि अब स्किल टेस्टको पालो हो अनि तपाईहरुबाट धेरैजनाहरू स्किल टेस्टको तयारी पनि गर्दै हुनुहुन्छ होला। अनि स्किल टेस्टमा सबैभन्दा मेन इम्पोर्टेन्ट भनेको कलर ब्लाइन्डनेस हो। यो कुरामा भन्दिम, यदि कलर ब्लाइन्डनेस तपाईहरुको छैन या बिग्रियो या त्यो भयो भने सिधै फेल हुन्छ। अनि त्यो भयो। अनि अर्को कुराहरु छ फिजिकल टेस्टहरु छ, त्यसमा रिङ अड्काउने पिनहरु छ, त्यो सबै कुराहरु आउँछ। अनि त्यो अर्को पार्ट छ त्यसमा इन्टरभ्यु पार्ट। मैले यो छोटोमा किन भनिरहेको छु भनेपछि स्किल टेस्टको बारेमा, किनभने यसको मैले फुल भिडियो पनि बनाएको छु, त्यो भिडियो डिस्क्रिप्सनमा दिन्छु, त्यो गएर हेर्नु होला। स्किल टेस्टको इन्टरभ्युमा के हुन्छ अनि स्किल टेस्टमा के कस्तो माहौल हुन्छ भन्ने बारेमा दुईटा भिडियो बनाएको छु मैले। त्यो भिडियो पनि म डिस्क्रिप्सनमा दिन्छु, त्यो भिडियो गएर हेर्नु होला। अनि यो त रह्यो स्किल टेस्टको बारेमा। अब तपाईहरु स्किल टेस्ट दिइसकेपछि अनि तपाईहरुले गर्नुपर्छ मेडिकल। अनि मेडिकल तपाईको हुन्छ, मेडिकलमा सबभन्दा इम्पोर्टेन्ट भनेको तपाईको एसटिडी भन्ने हुन्छ, सेक्सुअली ट्रान्समिटेड डिजिज भन्छ। त्यो भयो भने हुँदैन, सिधै पनि हुँदैन। अनि त्यो बाहेक अब तपाईको टिबी चेक गर्छ, अनि टिबी चेक गरिसकेपछि रगतहरू चेक गर्छ, त्यो सबै नर्मल नै हुन्छ। तपाईहरुलाई त्यस्तो मतलब सरुवा रोगहरू भएन भने केही पनि प्रब्लम आउँदैन। अनि कसैले के गर्छ भनेपछि टिबी लाएको हुन्छ हैन, बच्चामा टिबी लाएको हुन्छ, अनि छातीमा दाग हुन्छ, अनि दही खाएर जाने, अनि एक्सरेमा अलि जोस नदेखिने भन्ने हुन्छ। तर त्यो नगर्नु होला। यो पहिलो र लास्ट होइन यो मेडिकल। यो भन्दा पछाडी तपाईको 3टा मेडिकल हुन्छ। यहाँ कोरियामा आएर पनि हुन्छ। अब कोरियामा आइसकेपछि त तपाईहरु दही खान पाउनुहुन्न, त्यही भएर यो गल्ती नगर्नु होला। जे छ त्यहाँ अहिले दही सही नखाइकन सिधै अब त्यो गर्नु होला, मेडिकल गर्नु होला। अब मेडिकल सकिसकेपछि तपाईहरुले डकुमेन्टेसनको प्रोसेस गर्नुपर्छ। डकुमेन्टेसनमा के गर्नुपर्छ भनेपछि तपाईले पुलिस रिपोर्ट अनि पासपोर्ट, जस तपाईले पुलिस रिपोर्ट बनाउनु पर्छ सबभन्दा पहिलो कुरा। अनि पुलिस रिपोर्ट बनाउँदाखेरि पासपोर्ट अवश्य हाल्नुपर्छ है। पासपोर्ट नहालेपछि हुँदैन त भन्न सकिन्न, तर जियोस् पासपोर्ट अनि नागरिकता दुवैको डिटेल्सहरू हालेर अनि तपाईले त्यो पुलिस रिपोर्ट बनाउनु पर्छ। यदि तपाईहरुलाई यो पुलिस रिपोर्ट कसरी बनाउने के कस्तो छ थाहा छैन भनेपछि यो सबै यो फर्महरू कसरी भर्ने, पुलिस रिपोर्टको फर्म कसरी भर्ने, अनि तपाईहरुले डकुमेन्टेसन गरिसकेपछि जब एप्लिकेसन भर्नुपर्छ। त्यो जब एप्लिकेसन भर्नको लागि नै यो डकुमेन्टहरू सबै जम्मा गर्ने हो। अनि त्यो जब एप्लिकेसन फर्म कसरी भर्ने त्यो भिडियो पनि म ल्याउँछु, किनभने अब रियल हो कि मिथ हो त्यो त म थाहा पाउँदैन, हेर्नु है। तर के भन्छ भनेपछि यदि पहिला सुरुमा फर्म खुल्ने बित्तिकै, जब एप्लिकेसन फर्म खुल्ने बित्तिकै जब एप्लिकेसन फर्म आफूले भर्यो भनेपछि जस चाँडो इस्यु हुन्छ अनि कोरिया आउने चान्स धेरै हुन्छ भन्छन् है। अनि मसँग पनि भएको छ त्यस्तो। मैले सुरु हुने बित्तिकै फर्म खुल्ने बित्तिकै अनि ठ्याक्कै फर्म भरेको, अनि जस सुरुमै इस्यु भएर म आएको हो। त्यही भएर म तपाईहरुलाई कसरी फर्म भर्ने सिकाउने छु। अरू मान्छेकोमा गएर लाइन लागेर फर्म भर्न भन्दा नि तपाईहरुले आफूले कसरी फर्म भर्ने त्यो म तपाईहरुलाई सिकाउने छु। त्यही भएर यो च्यानललाई सब्स्क्राइब गरेर जो सेभ राख्नु, त्यो भिडियोहरू मैले अपलोड गरेपछि ठ्याक्कै तपाईँ ठाउँमा नोटिफिकेसन पुग्छ। अब जब एप्लिकेसन फर्म भरिसकेपछि केही दिन तपाईहरुले ढुक्क भएर बस्दा हुन्छ। अनि केही दिन ढुक्क भएर बसिसकेपछि अनि तपाईले इपिएस आइडी बनाउने, अनि इपिएस आइडी बनाइसकेपछि त्यसमा देखाउँछ पास भनेर देखाउँछ सबभन्दा सुरुमा। अनि त्यो सुरुमा पास भएर देखाइसकेपछि तपाईहरुको फाइल सेन्ड हुने प्रोसेस चालु हुन्छ। अनि त्यसमा सेन्ड भनेर देखाउँछ। अनि सेन्ड भइसकेपछि त्यो फाइल अप्रुभ हुन्छ। अनि त्यो फाइल यहाँ एचआरडी यता कोरियाले गर्छ अप्रुभ। अनि त्यो फाइल अप्रुभ भइसकेपछि अनि जति बेला इस्यु आउँछ त्यति बेला तपाईको फाइल अब साउहरू ठाउँ पुग्छ।
अब यही हो मेन स्टेप भनेकै यही हो हाम्रो कोरिया आइपुग्ने। अब त्यो फाइल अप्रुभ हुनु भनेको पनि एकदम ठुलो स्टेप हो, किनभने तपाईँहरूले यदि केही फर्महरू भर्दा गल्ती गर्नुभएको छ, पुलिस रिपोर्ट गर्दा केही मिस्टेक गर्नुभएको छ, नाम ठेगाना केही मिस्टेक गर्नुभएको छ भने तपाईँको फाइल अप्रुभ हुँदैन। अनि अप्रुभ भएन भने फाइल रिजेक्ट हुन्छ। अनि रिजेक्ट भइसकेपछि अब फेरि तपाईँहरूको गएर सच्याउनु पर्छ, अनि उता कार्यालयमा उता इपिएस कार्यालयमा गएर सच्याउनु पर्छ। अनि त्यो गर्दा फेरि एकदम ढिलो हुन्छ। त्यही भएर सबै फर्म भर्दा एकदम राम्रोसँग हेरेर मात्र भर्ने। अनि अप्रुभ भइसकेपछि तपाईँको इस्यु हुन्छ। यहाँ साउमा जान्छ तपाईँको होइन, कतिजना साउकोमा मतलब कति कम्पनीमा गयो त्यो पनि देखाउँछ। अनि त्यो हेरिसकेपछि इस्यु हुन्छ तपाईँको। अनि इस्यु भइसकेपछि तपाईँको लेबर कन्ट्र्याक्ट ट्रान्सफर हुन्छ, लेबर कन्ट्र्याक्ट आउँछ। अब हाम्रो पालामा भने हामीले साइन गर्न जान पर्थेन, अटोमेटिक साइन हुन्थ्यो होइन। तर अब चाहिँ तपाईँले इपिएस कार्यालयमा गएर आफैले साइन गर्नुपर्छ लेबर कन्ट्र्याक्ट। अनि त्यो गएर तपाईँले लेबर कन्ट्र्याक्ट जति सक्दो गएर चाँडो साइन गर्ने। अनि त्यो साइन गरिसकेपछि ठ्याक्क तपाईँको अनि ट्रेनिङ हुन्छ। त्यो ट्रेनिङको फर्महरू पनि कसरी अनलाइन पर्छ त्यो पनि म तपाईँहरूलाई सिकाउने छु, त्यसको नि भिडियो हाल्नेछु। अनि त्यो तपाईँको ट्रेनिङ भइसकेपछि अनि सिसिबिआईको फर्महरू भर्नुपर्छ। अब अहिले त तपाईँहरू पास हुनुभएको छ भर्खरै, यो सबै प्रोसेसहरू त अहिले भन्दाखेरि बुझ्नुहुन्न, तर मोटामोटी बुझ्नु न। अनि सिसिबिआईको भरिसकेपछि तपाईँको भिजा आउँछ। अनि त्यो भिजा आएपछि तपाईँले यो ब्लू ज्याकेट अनि रेड क्याप पाउनुहुन्छ। यो चाहिँ यो मोटामोटी तपाईँको प्रोसेस। अनि त्यो भिजा आइसके पछाडि 1-2टा प्रोसेस बाँकी रह्यो। त्यो के हो भने तपाईँको फ्लाइट आउँछ क्या। पहिला प्रपोजल फ्लाइट आउँछ, कसैको प्रपोजल फ्लाइट नआइकन डाइरेक्ट फ्लाइट पनि आउँछ। जस्तै मेरो प्रपोजल फ्लाइट आएको थिएन, डाइरेक्ट फ्लाइट आएको थियो। त्यही भएर अनि जे होस् त्यहाँसम्म पुग्यो भने पनि ढुक्कै हो। अहिले तपाईँले कहाँनिर गएर ढुक्काउन पाइन्छ भने जब एप्लिकेसन फर्म भरिसकेपछि पनि ढुक्काउन मिल्दैन। तपाईँको फाइल अप्रुभ भएपछि जे होस् अलिकति ढुक्क हुन मिल्यो, मैले केही गल्ती गरेको रहेनछु। अनि अप्रुभ भइसकेपछि तपाईँले आफूले गर्ने मेहनत सबै गरिसक्नु भयो। अब भगवान्को हातमा, अब भाग्यमा डिपेन्ड छ। अब कति चाँडो हुन्छ होइन, कति चाँडो हुन्छ इस्यु, त्यो कुराहरू अब भाग्यमा भगवान्को हातमा छ। अब त्यही हो, भगवान्लाई ढोक्दै पूजा गर्दै जे होस् मेरो चाँडो गराइदिनु भनेर त्यसरी गर्नु होला। तर पहिला फाइल अप्रुभ हुनु पऱ्यो। त्यो अप्रुभ भइसकेपछि अलिकति ढुक्क भएर बस्नु होला। सो यो थियो जे होस् इन्फर्मेसनल भिडियो होइन, अब पुरा प्रोसेसको बारेमा। अनि मैले अघि पनि भनिसकेँ स्किल टेस्टमा इन्टरभ्यू कस्तो हुन्छ, अनि स्किल टेस्टको माहौल कस्तो हुन्छ, पुरा प्रोसेस कस्तो हुन्छ स्किल टेस्टको, त्यो भिडियोहरू पनि मैले बनाएको छु। त्यो भिडियो डिस्क्रिप्सनमा मैले हालिदिएको छु, गएर चेक गर्नु होला। अनि यदि तपाईँलाई यो भिडियो मन पर्यो भने भिडियोलाई लाइक गर्नु होला। अनि द डेली रमेश युट्युब च्यानललाई सब्सक्राइब गरेर आफ्नो इपिएस पढ्ने साथीहरूको माझमा सेयर गर्न भने नबिर्सिनु होला। अनि तपाईँहरूलाई लागेको होला म कहाँ हिँडिरहेको छु भन्दाखेरि अहिले साँझ परेको छ, डिनर गरेर डिनर पछिको वाकमा म हिँड्दैछु। अनि यो वाकमा हिँड्दै गर्दाखेरि तपाईँको लागि मैले भिडियो बनाएको हो। सो आजको भिडियोमा यति नै। एकदम धेरै माया देखाउनु होला यो भिडियोलाई। भेट्छु तपाईँलाई अर्को यस्तै एउटा राम्रो इन्फर्मेसनल भिडियोसँग। बाई बाई।